जयमेसी यहाँहरू सम्पूर्णमा अनि यहाँहरूको बीचमा फेरि पनि म मेरो विचारलाई लिएर आएको छु। प्रशंसाको कुराहरू। अनि सपोज हामी केही कुराहरू राम्रो गर्छौँ, बजाउँछौँ, गाउँछौँ, नाच्छौँ, जे पनि गर्छौँ अनि त्यो कुरामा चाहिँ हामीलाई प्रशंसा अनि एप्रिसिएट अनि प्रेजको कुराहरू हामीलाई आउँदछ। तर यसलाई चाहिँ हामीले कसरी चाहिँ हामीले ब्यालेन्स गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले सानो विचारहरूलाई लिएर आएको छु। अनि सुरुवाती चरणमै हामी जाउँ। लुसिफर देख्नमा चाहिँ यति सुन्दर देखिन्थ्यो कि अनि यति अद्भुत तरिकाले उसलाई परमेश्वरले बनाउनु भएको थियो। अनि त्यस कारणले गर्दाखेरि ऊ अरूभन्दा बेग्लै थियो अनि बेग्लै योजनाको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको थियो। अनि उसमा तर अन्त्यमा चाहिँ उसमा चाहिँ पतन हुनुभन्दा अगाडि चाहिँ घमण्ड चाहिँ उत्पन्न भयो उसको हृदयमा, उसको सोचमा। उसलाई चाहिँ प्रशंसाले चाहिँ घमण्ड उत्पन्न भयो उसको जीवनमा। अनि त्यस कारण प्रशंसा उसलाई अति भयो। त्यो भएको कारणले गर्दा उसलाई घमण्ड उत्पन्न भयो प्रशंसाको कारणले गर्दा। अनि घमण्ड कसरी उत्पन्न भयो भने चाहिँ मैले चाहिँ परमेश्वर भन्दा पनि माथि सिंहासन बनाउन सक्छु, मसँग मलाई समर्थक गर्ने यति धेरै भइसक्यो होइन, म साँच्चै नै राम्रो रहेछु होइन, ममा त्यो सामर्थ्य रहेछ भन्ने कुरा उसलाई त्यो उत्पन्न भयो प्रशंसाले गर्दाखेरि। अनि अन्त्यमा के भयो? ऊ पतन भयो होइन, ऊ फ्याँकियो। एक्ज्याक्टली तपाईँ र मेरो जीवनमा पनि होइन परमेश्वरले दिनुभएको वरदानलाई हामीले प्रयोग गर्दै हाम्रो जीवनमा पनि प्रशंसाहरू आउन सक्छ होइन। तर त्यो प्रशंसालाई चाहिँ हामीले याद गर्नुपर्छ। लुसिफर जस्तै हामीले त्यो प्रशंसालाई चाहिँ हामीले घमण्ड हाम्रो जीवनमा आउनु दिनु हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले लुसिफरबाट पनि हामीले सिक्नुपर्छ कि हाम्रो जीवनमा नि प्रशंसाहरू एप्रिसिएटको कुराहरू आउँदछ, तर त्यसलाई चाहिँ हामीले ब्यालेन्स गर्न सक्नुपर्छ है। अनि प्रशंसाले साँच्चै नै मान्छेलाई उत्साह पनि गराउँछ ताकि त्यो दौडमा धैर्यता साथ दौडिनको लागि। तर प्रशंसाले यदि त्यसलाई ब्यालेन्स गर्न सकेन र सही तरिकाले त्यसलाई आफ्नो जीवनमा लागू गर्न सकेन भने चाहिँ लुसिफरको जस्तै हालत हुन्छ। यस कारणले गर्दाखेरि हो तपाईँहरू मण्डलीमा सेवाकार्य गर्दै हुनुहुन्छ, राम्रो प्रचार गर्नुहुन्छ होइन, सही तरिकाले प्रचार गर्नुहुन्छ, राम्रो बजाउनुहुन्छ, गाउनुहुन्छ, राम्रो तरिकाले व्यवहार गर्नुहुन्छ, त्यो कुरालाई देख्दाखेरि चाहिँ होइन प्रशंसाको कुराहरू आउँछ, एप्रिसिएटको कुरा आउँछ। तर त्यो कुरालाई चाहिँ हामीले ब्यालेन्स गर्न सक्नुपर्छ। त्यो प्रशंसाले भने हाम्रो जीवनमा हाम्रो हृदयमा चाहिँ घमण्ड उत्पन्न नहोस्, ताकि हामी लुसिफर जस्तै हामी फ्याँकिनु नपरोस् परमेश्वरको राज्यबाट, लुसिफर जस्तै हामी पतन हुनु नपरोस्। अनि विचार गरौँ, याद गरौँ। अनि यहाँहरू सबैजनामा ख्रिस्टको शान्ति रहेको। सलाम।